हेलो गाइज, ल आज मैले चाहिँ तपाईँको लागि चाहिँ पावर ब्याङ्कहरू लिएर आएको छु। आजकल दिनौँ एकदम लाइन गएर एकदम डिस्टर्ब भइसक्यो होइन। मान्छेहरूको मोबाइल चार्ज भइरहेको छैन। मान्छेहरूको मोबाइल चार्ज नभएर मान्छेहरू एकदम अब आत्तिरहेछ अहिले होइन। त्यस कारणले हामीले चाहिँ पावर ब्याङ्क लिएर आएको छौँ। हरेक भेराइटीको हरेक कम्पनीको हामीसँग पावर ब्याङ्कहरू सब अभाइलेबल छ। 10,000 एमएचदेखि लिएर 20,000, 30,000, 40,000, 50,000सम्म चाहिँ हामीसँग पावर ब्याङ्क छ। यदि तपाईँहरूलाई कुनै पनि पावर ब्याङ्क चाहियो भने हामी कहाँ सम्पर्क गर्न सक्नुहुन्छ। रेडमी ब्रान्डको पनि छ हामीसँग, हाम्रो आर्मर ब्रान्डको पनि छ, काजाको पनि छ, ब्लेडको पनि छ। हामी चाहिँ सबै ब्रान्डहरू सो गरेर चाहिँ छैन होइन। यति चाहिँ तपाईँकोलाई देखाउनलाई चाहिँ यो ब्रान्डहरू राखेको छ होइन। यसमा चाहिँ सबभन्दा बेस्ट अहिले आएको चाहिँ के छ भनेपछि एउटा यो हाम्रो 85 वाटको पिडी चार्जिङ सपोर्ट भएको 20,000 एमएच पावर ब्याङ्क, जुन अहिलेको एकदम स्पेसल पावर ब्याङ्क छ। यो चिटिक्कको सानो साइजमा है, पोर्टेबल साइजमा जुन हाम्रो 10,000 एमएचको पावर ब्याङ्क हुन्छ त्योभन्दा पनि सानो साइजमा यो 20,000 एमएचको पावर ब्याङ्क हामी चाहिँ कहाँ आइपुगेको छ। त्यो चाहिँ म तपाईँलाई आज अनबक्सिङ गरेर पनि देखाउँछु। हेर्नुहोस्, एकदम राम्रो पावर ब्याङ्क 20,000 एमएचको पावर ब्याङ्क चाहिँ यति सानो साइजमा अहिलेसम्म देख्नु पनि भएको थिएन होला तपाईँले कहीँ पनि। यो चाहिँ पावर ब्याङ्क 85 वाट साथी है, 85 वाटको पिडी चार्जिङ सपोर्टिङ छ यसमा है। हेर्नुहोस्, साइज हेर्न सक्नुहुन्छ, एकदम सानो भनौँ यो मेरो हातमै अटाउँछ 20,000 एमएचको पावर ब्याङ्क। अरू हामीले साइज हेर्न खोज्यौँ भने 20,000 एमएचको यति ठुलोसम्म हुन्छ है, यति ठुलो छ। यो चाहिँ एकदमै सानोमा पोर्टेबलमा, अनि यसमा चाहिँ बेस्ट क्वालिटी के छ भने चाहिँ 85 वाटको चार्जिङ सपोर्टिङ छ। यदि तपाईँले एउटा मोबाइल चार्ज गर्नुहुन्छ भने 85 वाट चार्जिङले चाहिँ आउटपुट गर्छ है। एकदम सानो चिटिक्कको डिजिटल सिस्टम भएको एकदम बेस्ट छ है। यदि तपाईँहरूलाई पावर ब्याङ्कहरू चाहिएको छ भने हामी कहाँ सम्पर्क गर्न सक्नुहुन्छ। लक्ष्मी मोबाइल सर्भिस सेन्टर, सुनिल स्मृति 3 रुनिबाङ रोल्पा। हस्, धन्यवाद। कल